ईश्वरले हामीलाई विभिन्न तरिकाले रच्नु भएको छ। हामीलाई अद्भुत तरिकाले उहाँले बनाउनु भएको छ। जीवनका हरेक क्षणहरूमा हामी विभिन्न कुराहरू अनुभव गर्दछौँ। कहिले हाँसो, कहिले दुःख। हजुर कहाँ हुनुहुन्छ? ए हुन्छ, लोकेसनै बस्दै गर्नु न है। ल म आएँ। ल हुन्छ सर, हुन्छ। विभिन्न परिस्थितिहरूमा हामी बलियो हुन जरुरी छ। विभिन्न च्यालेन्जेसले, सङ्कटहरूले हामीलाई विभिन्न पाठहरू सिकाउँदछ। ठाउँबाट मलाई रिजेक्ट गर्यो। अब चाहिँ म एक्सेप्ट हुन्छु होला। र यी विभिन्न चुनौतीहरूलाई हामीले सिकाइको रूपमा लिन जरुरी हुन्छ। सदैव जीवन एकनासको हुन सक्दैन। जीवनमा ऋतुहरू परिवर्तन हुन सक्छन्। विभिन्न व्यक्तिको आफ्नै भोगाइ हुन्छ। र विभिन्न व्यक्तिहरूको आफ्नै अनुभव हुन्छ। समयले हामीलाई विभिन्न कुराहरू सिकाउँदछ र ती कुराहरूलाई हामीले स्वीकार्न जरुरी हुन्छ। यसकारण जीवन पूर्ण रूपमा एउटा ऋतु सरह हुन्छ, जुन बदलिदो हुन्छ, जसले हामीलाई विभिन्न कुराहरू सिकाउँदछ र जसलाई हामीले स्वीकार्न जरुरी हुन्छ। यसले हाम्रो जीवनलाई परिपक्व र सहज बनाउँदछ।